धेरैजनाले सोध्नु भएको थियो कुन मेन बारबाट गएको भनेर। अनि मैले त्यसको एन्सर दिएको थिइनँ होइन। त्यसको एन्सर मैले किन दिनँ भन्दाखेरि उनीहरूको पनि गरिखाने भाँडो। अब झुक्याउनु झुक्याइहालेँ मलाई होइन। म भनिदिन्छु, अब तिमीलाई चाहिँ भनिदिन्छु भाइ, इनबक्समा भनिदिन्छु होइन। पब्लिक किन गर्नु, उनीहरूको नि अब के भन्नु, उनीहरूलाई पनि गरिखानु दिनुपर्छ। पब्लिक गरेर पनि हुँदैन क्या त्यस्तो कुराहरू। अब बिचराहरूलाई अब सोचेँ होला 2-3 महिना पछि भोलिहाल्छ, त्यसपछि साम्य हुन्छ भन्ने कुरा हुन्छ क्या। धेरै मेन पावरहरू भाइ के हुन्छ भने, धेरै मेन पावरहरू चाहिँ के हुन्छ भने ढाँट्ने नि हुन्छ क्या, कामै ढाँट्ने हो क्या। अब ढाँट्ने गर्ने पठाउने हो क्या धेरै मेन पावरहरूको काम भनेको। अब त्यसले अब जो विदेशमा छ होइन त्यसलाई सोध्ने हो कि त्यो कम्पनी कस्तो छ के छ भनेर फोन गरेर त्यसलाई सोध्ने हो। अब हामी 45जना आएको होइन, 45जना केटाहरू आएको हामी। अब 45जना केटाहरू के भयो भन्दाखेरि 45जना नि त्यस्तै भइदियो क्या। 2जनाले चाहिँ एयरपोर्टबाट फर्काइदियो, किन फर्काइदियो हामीलाई थाहा छैन होइन। अब उनीहरूको केही ब्यागमा केही चाहिँ बोकेर आएको होला, अब केही भयो होला, अब फर्काइदियो। अब हामीलाई चाहिँ अब यहाँनिर अब के दिनमा आइसक्यो जस्तो भइरहेछ। 2जना केटाहरूलाई मुरी धन्यवाद दिएकै हामीले। ठिकै हो केटा, तिमीलाई फर्काएर राम्रै गऱ्यो, तिमीहरूलाई तँलाई फर्काउनुको साटो मलाई फर्काएको भए हुन्थ्यो जस्तो भइरहेको थियो क्या। अहिले आएर चाहिँ पछुतो भयो नि त। अनि जुनै पनि मेन पावरले भन्दा पनि अब कुनै मेन पावर चाहिँ, जुनै पनि नभन्ने कुनै मेन पावर चाहिँ ठिकै हुन्छ, ढाँट्दैन। बरु अलिकति महँगो पैसा लिएला होइन, आफ्नो ठाउँमा चाहिँ अलिकति महँगो पैसा लिन्छ आफ्नो ठाउँमा छ। जो मेन पावरले अलिकति सस्तो पैसा लिन खोज्छ, अनि झगेल्न खोज्छ, राम्रो छ, मिठास छ, गर्छ नि, त्यो मेन पावर चाहिँ काम छैन है भाइ। अब जस्तै तिमी पनि विदेश आउन आँट्दैछौ भने बरु कुन मेन पावरबाट आउन आँटेको भनेर मलाई इनबक्समा आएर भन्यो भने म मेरै मेन पावरबाट आउन आँटेको रहेछ भने तिमीलाई म सिधै भनिदिन्छु त्यो मेन पावरबाट नआऊ भनिदिन्छु। मैले होइन, मेरो भाइ 5जना भाइहरू आउँदै थियो त्यही मेन पावरबाट। अनि मैले क्यान्सिल हानिदिएको क्या केटाहरूलाई, त्यो मेन पावरबाट नआइज है भनिदिएको क्या सिधै। कसम होला, नाम चाहिँ मैले अब त्यो 5जना भाइहरूलाई भनिदिएको छु। 5जना भाइहरू आएर कमेन्टमा आएर भन्दैछ भने म जान्दिनँ होइन। र पनि त्यो भाइहरूलाई मैले के भनिदिएको भने त्यो मेन पावरबाट चाहिँ नआइज है, म त यस्तो भएँ हेर। ठिकै छ, अब मलाई ढाँटेर छलेर अब के भन्नु, अब छोडिदिउँ त्यस्तो कुरा नगरौँ, मलाई अब रिस उठ्न थाल्छ। ठिकै छ, केही छैन, म मेन पावरको नाम चाहिँ भन्दिनँ होइन। र पनि धेरै जस्तो मेन पावरले चाहिँ ढाँटेकै हुन्छ, छलेकै हुन्छ। त्यही पनि नेपालको मेन पावर भनेको तिमीलाई थाहा छँदैछ। अब यसो पैसाको लागि चाहिँ आफ्नो आफन्त, इष्टमित्र, भाइ भतिजो केही हेर्दैनन् क्या। सक्यो, ए पैसाको लागि भोलि जाँड खाएको तालमा बोलिहाल्छ नि भन्ने हुन्छ होइन। अब त्यो खाइँदैन पनि बन्द गऱ्यो, केही छैन। तिमी पनि अब विदेश आउन आँटेको भने चाहिँ अलिकति बुझेर आऊ राम्रोसँगले। म त के भन्नु तिमीलाई, अब मेरै अब कम्पनीमा आउन आँटेको, यदि गतम भने यदि गतम त्यस्तो हो भने मलाई इङ्ग्लिसमा भन, म तिमीलाई सिधै नआउनु भनिदिन्छु। किनकि मैले दुःख पाएँ पैसा कमाइन। विदेश घुम्न आउने होइन नि त, पैसा कमाउन आउने हो। त्यही भएर म त दुःख पाएँ, अर्कोले किन दुःख पाओस् होइन। त्यो भएकोले गर्दाखेरि ठिकै छ। मलाई इनबक्समा भन कुन मेन पावरबाट आँटेको, म त्यो मेन पावरको यति गतम नाम यति गतम मिलेछ भने होइन यसबाट चाहिँ नआऊ भनिदिन्छु नि। ल ल हस्, धन्यवाद सबैजना। अलिक सचेत हुनु होला, विदेश आउनु मात्रै ठुलो कुरो होइन भन्ने कुरो चाहिँ मैले बुझेँ। म चाहिँ बाटो पटेर आएको हो नि त, भरोसामा आएको हो नि त। म जस्तो थिएँ अर्कोलाई मैले त्यस्तो सम्झेर आएको हो क्या। ढाँट्नु हुँदैन, छल्नु हुँदैन, जे जस्तो भयो भने एक बारको चोली हो। आज ढाँटे त के भयो त, भोलि नराम्रो त हुन्छ भन्ने कुरोले गर्दाखेरि विश्वासको भरमा आएको हो म चाहिँ होइन। हुन त हाम्रो अङ्कल हुनुहुन्छ, दादा हुनुहुन्छ, दादा 3-4जना दादा यहीँ हुनुहुन्छ, मेरो सानी आमा यहीँ हुनुहुन्छ। त म बाटो पल्टेर आएको नि त, त्यो मेरो गल्ती हो, विश्वास गर्नु हुँदैन भन्ने कुरो चाहिँ मैले पत्तो लगाएँ। ल हस् त, धन्यवाद भाइ।
कमेन्टको लागि। अब कुन मेन पावर बनाउन आँटेको बुझेर आऊ, भिडियो लामो भयो त्यसको लागि। ल।